अब तपाईँ गाडी गाड बिना हिँड्दाखेरि त समस्या होला नि त आउँदैन गाड चाहिँ खटाइदिएको छ त्यहाँ तलतिर बसेका छन् घुम्न जाऊ भनेको छु मैले चाहिँदैन तपाईँलाई क्वार्टर पनि नचाहिने भने मन्त्री क्वार्टरमा गएर आनन्दसँग बस्यो हुन्थ्यो नि त किन मन्त्रालयमा बस्नुभयो कहाँ छ र मन्त्री क्वार्टर सबै जलाइसकेको निजी निवास छैन निजी निवास कहाँ छ निजी निवास आविष्कार केन्द्र छ नि मन्त्रालयमै बस्नु हो यहीँ सुत्नुहुन्छ आफ्नो घरमा बस्नलाई आफ्नो घर हुनु पर्यो होइन गाडीमा चढ्नलाई आफ्नो गाडी हुनु पर्यो अब तपाईँहरू जस्तो ठुलो बङ्गला खोजेर होइन गाडीमा मेरो पनि केही छैन म पनि 18-20 घण्टा काम गर्छु तपाईँ जस्तै हो घरमा त बस्नुहुन्छ नि मलाई एकजनाले के भन्नुभएको थियो अमेरिकामा पनि तपाईँले कहिले कपडा किन्नु भएन अरूले दिएको कपडा लाउनु पर्यो हो मेरो कोठा छेउमा अर्को एउटा खैरे केटाको कोठा थियो उसले चाहिँ त्यो राम्रो राम्रो यस्तो कमिजहरू चाहिँ झोलामा हालेर त्यो लाएर यसो गरेर त्यहाँ उतापट्टि त्यो चाहिँ फोहोर फाल्ने उसमा ठ्याक्कै हाल्यो मैले देखेँ मेरो अगाडि देखेँ अनि मैले भने किन फालेको भनेको चाहिँदैन भने खै यसले त हेरौँ भनेर मैले यसो हेर्दाखेरि त राम्रो छ हेर्नुहोस् राम्रो छ कमिज छ है सर्टहरू छ टी सर्टहरू छ है यस्तो फाल्ने म लाउँछु भनेर मैले त्यहाँबाट सुरु गरेको हो अहिले पनि नेपालमा पनि किन्नु भएको छैन कपडा कहाँ किनेको त अस्ति त म शपथ ग्रहण समारोहमा जाँदाखेरि दौरा सुरुवाल लगाउनु भयो साथीहरूले ल्याए